अल्फा नेपाली ज्ञानमाला कक्षा 6 सुनाइ पाठ 5। पाठको शीर्षक छ देवकुमारी थापा। देवकुमारी थापाको जन्म विक्रम सम्वत 1985 वैशाख 2 गते भारतको दार्जिलिङको खरसाङ भन्ने ठाउँमा भएको हो। उनी हस्तबहादुर कटुवाल र रमादेवी कटुवालकी कान्छी छोरी हुन्। उनले स्वास्थ्य विषयमा स्नातकसम्म अध्ययन गरेकी थिइन्। विक्रम सम्वत 2022 सालमा विवाह गरेपछि उनी नेपाल आएर शिक्षा, स्वास्थ्य, साहित्य तथा समाजसेवाका क्षेत्रमा समर्पित भइन्। देवकुमारी थापा साहित्यका क्षेत्रमा बाल मनोवैज्ञानिक साहित्यकारका रूपमा परिचित छन्। उनले छोटा, मिठा र सकारात्मक सन्देश दिने कथा लेखेकी छन्। विशेष गरी बालबालिकाहरूको सुन्दर भविष्य निर्माण गर्नमा उनका कथाहरू केन्द्रित छन्। उनका पुण्यात्मा आमा, कथाको बटुलो, भोग तृप्ति, देवकुमारी थापाका प्रतिनिधि कथाहरू आदि कथा सङ्ग्रह प्रकाशित छन्। देवकुमारी थापा सादा जीवन र उच्च विचारमा विश्वास गर्छिन्। उनले 30 वर्ष विराटनगर स्थित बाल मन्दिरमा काम गरिन्। उनले गाउँ गाउँमा पुगेर बालक, महिला, अशक्त तथा वृद्धहरूको स्वास्थ्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याइन्। उनले हिमाल महिला सङ्घ, नेपाली साहित्य सम्मेलन, साहित्यिक समाज, गुरुकुल विद्यालय तथा नेपाल प्रज्ञा प्रतिष्ठान आदि थुप्रै सामाजिक तथा साहित्यिक संस्थामा रहेर सेवा गरिन्। उनको साहित्यिक तथा सामाजिक सेवाको कदर गर्दै उनलाई उत्तम कुँवर पुरस्कार, प्रतिभा पुरस्कार, महेन्द्र प्रज्ञा पुरस्कार, गोर्खा दक्षिण बाहु, रत्नश्री, स्वर्ण पदक आदिले सम्मानित गरियो। बहुमुखी प्रतिभाकी धनी थापाको निधन विक्रम सम्वत 2068 साल वैशाखमा भयो। उनी मरेर गए पनि उनले साहित्य, शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा पुर्याएको योगदान सधैँ अविस्मरणीय रहेको छ।